यो चाहिँ खोलाबाट आफ्नो निजी धारा छ। मुहानमा 120 को, त्यसपछि यता आएपछि 90 को, खेतमा आइपुग्दा 90 को मुखमा छ। खोलाबाट सिधै डाइरेक्ट पानी हो। यो मङ्गलमा आफूले हालेपछि सिधै यसमा आउँछ। यो चाहिँ गोठ हो। यतापट्टि बाख्रा फर्म छ, बाख्रा फर्म, भैँसी फर्म छ। त्यो फर्म अर्काको हो, त्यो फर्मबाट उताको अर्काको हो। यो धानबाट यताको चाहिँ हाम्रो हो। यो भयो। यो ठुला गराहरू छ। त्यो गराहरू पनि सानो छैन, ठुलो छ। यो भयो। यो चाहिँ तलतिर हो चाहिँ यो तल साइड हो। अनि तल चाहिँ खोला छ। यो तल लगभग 700-800 मिटर, लगभग 1 किलोमिटर जतिको हाराहारी छ कि कति छ भन्दा अलि तल छ, खोला छ। खोला यो केराकोटबाट यता हाम्रो हो। त्यस्तो छ। यो पारिपट्टिको पहिरो हो। यो खोला पारिपट्टिको नुवाकोट पर्छ त्यो चाहिँ। यो केराकोट भन्दा उता अलि केराकोटले छेकेको छ। बेत्रावती छ त्यहाँ चाहिँ, उत्तरगाई धाम। यहाँ अब यो तल्लो रोड, यहाँ चाहिँ पाइपबाट पानी पाइपबाट जाने बनाएको छ। अनि त्यो पाइप मुहानबाट झर्दाखेरि चाहिँ जस्ताको बाटो हाल्नुको कारण चाहिँ त्यहाँ फेरि तल पानी झरिसकेपछि एउटा मङ्गल छ। मङ्गलबाट पानी छोडेपछि तल्लो गरामा पाइपबाट जान्छ, फेरि तल्लो गरामा पाइपबाट जान्छ। पुरै पाइप फिटिङ छ सबै गरामा। यो अमृतसरको फेर्नेर अलिकति देखिन्छ पाइप। यो प्रत्येक गरामा पाइप फिटिङ छ। तरकारी खेती गर्न आउनु पऱ्यो भने पनि सजिलो हुने गरी हालेको छ। यहाँ सडक देखाउँछु। तल्लो सडक अहिले 2 लेनको बन्दैछ, पिच हुँदैछ। 2 लेनको पहिले 1 लेनको थियो पहिला। अहिले त्यसलाई स्तरोन्नति गरेर 2 लेनको बनाएर अनि त्यसलाई पिच गर्दैछ। यो रोड बनाउँछ। अहिले बर्खामा काम रोकिएको छ। यो त अगाडिको रोड। यो रोड चाहिँ पुछारमा चाहिँ हाम्रो खेतमा टच भएको छ। अलिकति भित्तामा जोडिएको छ हाम्रो खेत। हाम्रो खेतमा टच भएर मात्रै गएको छ। त्योभन्दा तल हाम्रो रोडभन्दा तल हाम्रो छैन। रोडको कुनामा चाहिँ छुवाको मात्रै छ, छोएर गएको छ तलबाट। यो चाहिँ पिच हुँदैछ, ठेक्का लगाइसक्यो, काम सुरु भइसक्यो। अहिले यो दसैँले गरेर हो कि बर्खाले काम रोकिएको छ। यो चाहिँ पुछार हाम्रो छ। अनि सिरानमा चाहिँ अर्को यो हाम्रो खेतको सिरानबाट चाहिँ अर्को कृषि सडक छ। फेरि यो गोठको करेसोबाट छ कृषि सडक। बत्तीको पोल पनि छ, त्यसमै पानी पनि छ, बत्तीको पोल छ। त्यो फर्म चाहिँ अर्काको भयो। यो तल्लो गराबाट देखाउँछु। बेत्रावती देखिन्छ यहाँबाट, नजिकै छ बेत्रावती। लगभग यहाँ आउनको लागि चाहिँ बेत्रावती उत्तरगाई धाम आएर उत्तरगाई धामबाट 2 किलोमिटर जति आएपछि एउटा 0 किलो भन्ने आउँछ। नौकुण्ड जाने बाटो 0 किलो। अहिले बाटो पिच गर्दै गरेको 0 किलो भनेपछि ठ्याक्कै थाहा हुन्छ त्यहाँ बाटो बनाइरहेछ। त्यहाँबाट चाहिँ अनि धुन्ची जाने बाटो छोडेर यता 0 किलो नौकुण्डपट्टिको बाटो पक्रेर आउनुपर्छ। ल उति देखिएको चाहिँ यो अहिले झ्यासझुस छ उतापट्टि अलिकति। त्यो खेती गरेका छन् यहाँ। त्यो बेत्रावती देखिएको, त्यो देखिएको बेत्रावती हो। अनि त्यो नौकुण्डबाटको बाटो 0 किलोबाट यता लागेपछि अनि लगभग 2-3 किलोमिटर यता आएपछि अनि हाम्रो खेत आइपुग्छ ठ्याक्कै तलबाट चाहिँ। यही हो। ल यो चाहिँ अहिले गोठ भएको। म माथिको गरामा थिएँ, अहिले यो तल्लो गरा हो। यो तल छ। यो धान खेत, यो माथि धान खेत भयो। यो अहिले यो लोकल धान लगाएको छ। यो पानी पाइपबाट सरेर आउँछ। उ त्यो कुनामा पहिला भनेको थिएँ प्रत्येक काल्लामा पाइप छ भनेको थिएँ। यहाँ पाइप छ प्रत्येकमा। प्रत्येक गरामा फुस्काएर तरकारी खेती गर्नु पऱ्यो भने सजिलो हुने गरी पाइप जोडेको छ।